लु आज फेरि थुक्पा खाइयो है त। यो चाहिँ जापानमा चाहिँ यस्तो कागती पाउँछ क्या। यो कागतीलाई चाहिँ च्याप्टै गर्ने। यो चाहिँ रेमन। अमिलो त त्यति खाँदिनँ, कहिलेकाहीँ खानु मन लाग्छ थुक्पाहरूतिर चाहिँ। खाए ल हामी बस। खोर्सानी चाहिँ खाँदिनँ, औषधि खाँदैछु त्यही भएर खोर्सानी चाहिँ खाँदिनँ। खानु मन छ अति लागेर है, खोर्सानी खाँदिनँ। यो चाहिँ सादा सुप चाहिँ केही नहालेको, चनाकेरो हालेको, टमाटर हालेर त्यति नै, प्याज र लसुन। ओके पनि छैन। बाई बाई।